हेलो गुड मर्निङ। अहिले हामी इजिप्टको राजधानी काइरो आइपुगेका छौँ। हिजो बेलुकी लन्डनको हिथ्रो विमानस्थलबाट 6 बजे एउटा विमान चढेर रातको 12 बजे काइरो अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका हौँ। रातभरि यात्रा भयो होइन बुढी? एकदमै अनितो छौँ। रातभरि यात्रा भयो। उठ्ने बित्तिकै यस्तो पछाडिपट्टि ठुलो पिरामिड अनि यस्तो झिलिमिली खानेकुरा देखेपछि त निन्द्रा पनि ठक्कै आजभन्दा लगभग 4600 वर्ष अगाडि निर्माण गरिएको यो पिरामिडको छट्ट अगाडि बसेर ब्रेकफास्ट खाने यो अहभाग्य जुरेको छ। ब्रेकफास्टको कुरा गरौँ, यो कुखुराको अन्डा भइहाल्यो, फ्राइड एग, दही, यो चिज, यो चाहिँ सबैभन्दा राम्रो बैगुन भान्टा एभर्जिन, फालाफेल, आलु, यो पनि अन्डै भयो। यो ग्रिक सलाद चाहिँ ओलिभ छ, क्युकम्बर होइन, यसले दिनुपर्छ क्या हो। यो मेस पोटेटो, बिन्स, किडनी बिन्स, यो पनि, यो चाहिँ इजिप्सियन सलाद, यो पनि सबै सलादै सलाद भनौँ, ससेज, होमोस, जस यो इजिप्सियन ब्रेकफास्ट हेर्दा एकदम राम्रो छ। अब जिन्दगीमा सबभन्दा पहिलोचोटि त्यही त इजिप्सियन ब्रेकफास्ट खान आइएको छ। अब कहाँबाट सुरु गरेर कहाँ अन्त गर्ने त थाहा छैन कि बुढियालाई थाहा छ? अब जुन जुन मन पर्छ त्यो आफ्नो आफ्नो शक्ति आफ्नो भक्ति हो। ट्रेडिसनल त होला, तर अब हाम्रो यो फर्स्ट डे हो, बिस्तारै थाहा पाइएला। अब त्यही त, तर जे होस् यो अहिलेसम्मको हाम्रो यात्रा तारोसँग एकदम रमाइलो भएको छ, हाँसी खुसी छिन् होइन बुढी? कलर कम्बिनेसन चाहिँ एकदमै राम्रो के ब्रेकफास्टको लाग्दछ। त्यही त। अनि पछाडि चट्ट पिरामिड हेर्दै तीनवटा पिरामिडहरू छन्। पिरामिड अगाडिको खुपुले बनाएको, खाप्रेले बनाएको र अन्तको चाहिँ मेन काउरेले बनाएको। सबै पिरामिडको इतिहास, ढुङ्गाहरू, हाइट, उचाइ सबै म यहाँहरूलाई देखाउने छु, भन्दै जानेछु। गुड बाई, अहिले ब्रेकफास्टतिर लागौँ होला।